19औं वार्षिक साधारण सभा मेगौली चोकमा चाहिँ हामी आज कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। यसको लागि उपस्थित सहयोगी समाज गुठीका अध्यक्ष भूपेन्द्र कुमार थापाज्यू, कोषाध्यक्ष जयराम केसीज्यू र कार्य समितिका पदाधिकारी साथीहरू, सल्लाहकार ज्यूहरू र यस मेगोलीमा हामीलाई खाना बस्न र सबै कुरामा सहयोग गर्नुहुने जुन यहाँको हामीप्रति आस्था राखी राम्रोसँग सम्पन्न खाना र बस्नको लागि व्यवस्थापन मिलाइदिनु हुने यस ठाउँका बासिन्दाहरू, मूलवासीहरू लगायत यस कार्यक्रममा काठमाडौँदेखि आएर आज यहाँ यस मेगौलीमा साधारण सभामा उपस्थित भइदिनु हुने हाम्रा कार्य समिति भन्दा अन्य सदस्य सम्पूर्णहरूलाई चाहिँ यो ठाउँमा चाहिँ जुन उपस्थित भएकोमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, ज्येष्ठ नागरिक सबैमा म यस गुठी सहयोगी समाजको सचिव रामहरि सापकोटाको तर्फबाट सबैमा हार्दिक नमस्कार। साथै आजको यस कार्यक्रमलाई धेरै लामो नगरिकन छोटो रूपमा जतिसक्दो छिटो छोटो रूपमा प्रस्तुत पार्नको लागि पनि यहाँहरू समक्ष हार्दिक अनुरोध अनुमति चाहन्छु। अल्ठुल्सोले बोल्नु सुने अल्ठुल्सोले बोल्नु गाडी सुन्नुभयो? गाडी हो अल्ठुल्सो ब्याट्री चार्ज गरेर आयो ल। सर्वप्रथम आसन ग्रहणको क्रममा आज यस सहयोगी समाज गुठीका अध्यक्ष भूपेन्द्र कुमार थापाज्यूलाई यस सभाको सभा अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यस्तै आजको यस कार्यक्रममा हाम्रा सल्लाहकारज्यूहरू, कार्य समितिका पदाधिकारी साथीहरू, ज्येष्ठ नागरिक र सबै सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब हामीले यस वर्ष पनि हाम्रो कार्य समितिको जुन सदस्यहरूको परिवारजनहरू हामीले 3 जना गुमाएका छौँ। उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्दै यथास्थानमा उभि 1 मिनट मौन धारणको लागि उभिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जसमा बाबुकाजी अधिकारी ज्यूको श्रीमती हिरा अधिकारी, योगेन्द्रबहादुर थापा ज्यूको श्रीमती रामकुमारी थापा, साथै छत्रमान श्रेष्ठको आमा, नाम चाहिँ थाहा भएन, सोध्न भ्याइएन, आमाको दुःखद निधन भएको छ। उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारणको लागि यथास्थानमा जुन भावपूर्ण श्रद्धाञ्जली गरिदिनु हुन हार्दिक अनुरोध गर्छु।